रोज देजी के गर्दा आलु भुज्री बनाउनला आउँछ त अनि बनाउन सजिलो छ ल ल बनाऊ दुईजना मिलेर गर्न ल हो कस्तो मसिन गरेर काटेको नि हो र यो सक्यो रोज काट्न त्यो के हालेको नुन के हुन्छ नि नुन हाल्यो भने नुन हाली कि आलु कालो पनि हुँदैन अनि पकाउँदाखेरि मिठो पनि टेस्ट आउँछ हो अब घोलिदिने अनि अलि हालेर सफा कपडामा हाल्ने किन नि ड्राई गर्नलाई यस्तो स्प्रेड गरेर पानी सुक्न दिने ल पानी सुक्यो सनफ्लावर तेल हाल्ने तेल तात्यो जस्तो छ एउटा हालेर तात्यो अब अलि गरेर हाल्ने खै म अलिकति खाएर हेरौँ मोबाइल चलाउँदै बनाएर नि खै कति बन्यो हेर न खाएरै सकाउँछ जस्तो छ यसले लास्टमा सबै फेरि एकचोटि फ्राई गर्ने क्रिस्पी हुने गरी अब नुन अलि यसरी हालिदिने अनि यसरी फेरि अलि हालेर होइन ए क्रिस्पी है अब तपाईहरु पनि यसरी बनाएर खानु है क्रिस्पी यम्मी होममेड आलु भुजिया